नमस्कार, मेरो नाम दीपक राजवंशी, घर मेरो मोरङ जिल्लाको रतुवा नगरपालिका। हाल बसाइ भनेको मेरो यो कठरी वडा नम्बर 2 आदर्श टोल। यो घटना खास गरी मलाई पनि थाहा थिएन। म चाहिँ काजमा मोरङको बेलबारीमा 10 दिनको लागि खटाउनु भएको थियो मलाई। अनि अचानक 15 गते चाहिँ लगभग 12 बजेतिर अब फोन आयो। अचानक जस गाउँ के अरे आँगनमै लडेर चाहिँ खुट्टै भाँच्यो भन्ने कुरा सुने। त्यसपछि अब सुने बित्तिकै अब त्यतिखेर कुन हस्पिटलमा पठाउने नपठाउने त्यो अन्यल भएँ म पनि। त्यसपछि डाइरेक्ट मैले हाम्रो जुन विकासकै एडिसमा फोन गरेँ। फोन गर्दाखेरि उहाँले पनि अध्यक्ष सरको नम्बर दिनुभयो। यहाँ हुन त उपचार के कस्तो छ मलाई थाहा थिएन। मात्रै मलाई कन्फ्युज के थियो भने यो अब हार्ट जोड्ने सम्बन्धी डक्टर छ कि छैन, नभए म डाइरेक्ट पनि पठाउन सक्थेँ। अनि जस बुझ्दाखेरि सरलाई हुन्छ के सुविधा चाहिँ छ पठाउनु टाढै जस त्यतिखेर लिएर आएँ। जस एक्सरे भइसकेपछि हुन त 3 ठाउँमा चाहिँ खुट्टा भाँचिएको रहेछ र जस अहिले चाहिँ अब भाँचिएपछि अपरेसन गर्न लगिसके पछाडि चाहिँ अब त्यो स्टिलको चाहिँ 3 ठाउँमै चाहिँ अब स्क्रु के अब उहाँहरूको हिसाबले नै लगाइदिनु भएको छ। जस धेरै राम्रो छ, धेरै सजिलो पनि भएको छ, पेसेन्टले पनि भइराख्नु भएको छ। जस अब हस्पिटलको सुविधा, डक्टरहरूको जुन टाइमले आउने यो सबै कुरा जस चित्त बुझ्दो नै छ। र अरूले पनि के भन्न चाहन्छु भने अब जुन हाम्रो लघुवित्त जुन छुटको सुविधा जुन छँदैछ नै र यहाँको उपचार पनि जस सुविधा सम्पन्न नै छ भन्न चाहन्छु। तपाईँहरू पनि जीवन विकास हस्पिटल नै आउनुहोस् भन्न चाहन्छु।